सभाध्यक्ष एवं संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्षजी, आजका यस कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री, पूर्व गृहमन्त्री माननीय विमलेन्द्र दिदीज्यू, यस जनकपुर नगरका नगरपिता नगर प्रमुखज्यू लगायत मञ्चमा आसीन हुनुभएका सम्पूर्ण विशिष्ट अतिथि एवं अतिथिज्यूहरू, यस कार्यक्रमलाई सफल पार्नको निम्ति आउनुभएका कर्मचारी सङ्घका प्रतिनिधि, यस प्रदेश लगायत छिमेकी प्रदेशबाट पनि पाल्नुभएका खानेपानी संस्थानका कर्मचारी साथीहरू, पत्रकार सुरक्षाकर्मी साथीहरू, महिला तथा सदस्य सबैमा सर्वप्रथम त म मेरो व्यक्तिगत तर्फबाट र नेपाल खानेपानी संस्थानको तर्फबाट यहाँलाई हार्दिक अभिवादन र नमस्कार गर्छु। मलाई लाग्छ यो सङ्घ युनियनहरू विभिन्न चाहिँ सङ्घ सङ्गठनहरू कार्यालयमा गरेका सङ्घ सङ्गठनहरू आफ्ना अधिकार आफूलाई आवश्यक हुने कार्यहरूको चाहिँ माग गर्ने साधनको रूपमा प्रयोग हुन्छन् भन्ने जुन लागिरहेको छ, त्यसको भन्दा अलिकति माथि उठेर जुन कर्मचारी सङ्घले यस मध्य प्रदेशमा अहिले यो कार्यशाला गोष्ठीको आयोजना गरेको छ, यो आफ्नो व्यक्तिगत र सङ्गठनको माग नभइकन संस्थागत सुदृढीकरण, संस्थाको हक लगायतको कामलाई अगाडि सारेर कार्यशाला गोष्ठीको आयोजना गरेको हुँदा म सङ्घलाई धन्यवाद दिन चाहन्छु। र सङ्घले पहिले पनि लुम्बिनी प्रदेशमा गरेको भन्ने पनि अहिले सुन्नमा आइसक्यो र यस्तो कार्यहरू जसले संस्थाको सुदृढीकरण र सबलीकरणको लागि चाहिँ अगाडि यस्ता कार्यक्रमहरू हामीले गरेर नै अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्दछ पनि। अब यस कार्यशाला गोष्ठीमा विभिन्न साथीहरूले आफ्नो कार्यपत्रहरू प्रस्तुत गर्नुभयो। विशेष गरी तीनजना साथीहरूले विभिन्न शीर्षकमा आफ्नो प्रस्तुतीकरण गर्नुभयो। उहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु। आफ्नो विषयमा उहाँले बडो गर्मिलो तरिकाले प्रस्तुतीकरण गरेर जानुभएको छ। खानेपानी संस्थान एउटा सङ्घीय सरकारको पुनः संयोजनमा रहेको संस्थान हो। यो ऐन अन्तर्गत चलेको छ, स्थापित हो। संविधानले विभिन्न कुराहरू उठिसक्यो। संविधानले चाहिँ खानेपानीको विषयलाई तीनवटै तहका सरकारलाई अधिकार दिएको छ खानेपानी क्षेत्रमा काम गर्ने, सङ्घ, प्रदेश र स्थानीय सरकार। अब विशेष गरेर स्थानीय सरकार चाहिँ आफ्नो स्थानीय निकाय भित्र मात्रै खानेपानीको मुहान र वितरण गर्न पर्यो भने स्थानीय सरकारलाई चाहिँ कसलाई क्षेत्राधिकार रहन्छ भने एउटा स्थानीय सरकार र अर्को स्थानीय सरकारको बिचमा पनि पाइपलाइनहरू अथवा खानेपानीका मुहान र वितरणका क्षेत्रहरू जोडिन आयो भने त्यो फेरि प्रदेशमा जान्छ। प्रदेश बिचको अन्ध्र प्रदेशतिर जानु पर्यो भने फेरि सङ्घमा जान्छ। सबै तहलाई आफ्नो क्षेत्राधिकार र खानेपानीमा काम गर्ने अधिकार चाहिँ संविधानले पनि दिएको छ। र मौलिक हकको विषय पनि उठेको छ। अघि यहाँ साथीहरू पनि भनिसक्नुभयो कि स्वच्छ खानेपानी र सरसफाइमा चाहिँ पहुँचको हक हुनेछ भनेर चाहिँ संविधानले मौलिक हकको व्यवस्था गरेको छ। र कतिपय ठाउँहरूमा हामी भन्छौँ यो संविधानले मौलिक हकको व्यवस्था गरेको छ, हामी चाहिँ पानी खान पाउनु पर्नेछ, हाम्रो अधिकार हो, हामी चाहिँ बिना पैसामा खानुपर्छ, चाहिँ यो स्थानीय निकाय अथवा सरकारले हामीलाई सेवा दिनुपर्छ भन्ने कुराहरू पनि विभिन्न ठाउँमा उठेका छन्। तर संविधानको राम्रो व्याख्या हेर्ने हो भने संविधानले मौलिक हकमा पहुँचको व्यवस्था गरेको छ। पहुँच भनेको सिधैमा दिनु होइन कि नजिक पुर्याइदिने हो। अब पानी सिधैमा त प्रकृतिले दिन्छ, तर त्यसलाई शुद्धिकरण गरेर पाइपलाइन विभिन्न चाहिँ त्यसलाई
किचनको टोयलेटको धारासम्म ल्याउनको लागि खर्च लाग्छ। त्यही खर्चको चाहिँ बापत सेवा वस्तु चाहिँ तिर्ने हो। त्यो हुनाले संविधानले पनि पहुँचको हकको व्यवस्था गरेको जस्तो चाहिँ मलाई लाग्छ। सेवाको चाहिँ चार्ज लाग्छ। कुनै पनि संस्था सक्षम हुनको लागि चाहिँ उसलाई खर्च चाहिन्छ। त्यो खर्च चाहिँ उसले उठाउन सकेन भने कुनै पनि संस्था धाराशायी हुन्छ। खानेपानी संस्थान पनि नेपाल सरकारले स्वायत्त भनेर भनेको छ। आफैले आफ्नो खर्च आफै जुटाउनु पर्छ भनेर अब यहाँ एकजना प्रस्तुतिकरण गर्ने साथी निरञ्जनले पनि भनिसक्नु भएको छ। तर खर्च जुटाउनलाई सेवा राम्रो दिनु पर्यो, सेवाको चार्ज दिनु पर्यो। र संस्थानको विभिन्न गतिविधिहरूको बारेमा कर्मचारीहरूको पनि कमी छ पनि भन्नुभयो। यो बिचमा कमी नै छौँ हामी धेरै अगाडिदेखि। 6-7 वर्ष त बिनेवाली आएन। अहिले म भर्खर 2 महिना भयो आएको। म आएसँगै बिनेवाली संस्थानमा प्राप्त भएको छ। यसले गर्दाखेरि कर्मचारीको वृद्धि विकास र नयाँ पदपूर्ति गर्नलाई चाहिँ बाटो खुलेको छ। यसमा केही कमी कमजोरी नभएको होइन, हामीले कमी कमजोरी पनि देखेका छौँ। तर कमी कमजोरी भएर आयो भन्दैमा त्यसलाई आत्मसात गरेर अगाडि बढ्न सकिएन भने आत्मसात गर्ने, त्यसलाई अगाडि बढ्दै जाने र सुधार पनि गर्दै जाने। कुनै पनि दस्तावेज चाहिँ एउटा पर्मानेन्ट दस्तावेज हुँदैन। यो समय र चाहिँ परिस्थिति अनुसार चाहिँ परिवर्तनशील हुन्छ। त्यो हामीले मानिसले नै परिवर्तन गर्ने हो। विभिन्न चाहिँ नीतिगत कुराहरू कहाँबाट यसलाई चाहिँ परिवर्तन गर्ने भन्ने कुराहरू चाहिँ एउटा सिस्टममा रहन्छ। त्यसलाई फलो गरेर हामीले चाहिँ परिवर्तनमा जानुपर्छ र त्यसलाई आत्मसात गरेर अगाडि बढ्यौँ भने मात्रै हामी अगाडि बढ्छौँ। र कर्मचारीको विषय जुन हामी न्यून छौँ यसको चाहिँ हामी केही समय अगाडि हामीले तहवृद्धिको चाहिँ सूचना प्रकाशित गरिसकेका छौँ र अब रिक्त भएकोमा पदपूर्ति हुने प्रक्रियाहरू चाँडै नै हामी सुरु गर्छौँ। हामी छलफलमा नै छौँ। अब यो जुन आजको विषय छ, विशेष गरेर यो मध्य प्रदेशमा धेरै पानीको स्रोतको बारेमा, पानीको स्रोत सतहगत स्रोत र भूमिगत स्रोत हुन्छ। धेरै जसो यो 2 नम्बर प्रदेश यो मध्य प्रदेशमा सबै भूमिगत स्रोत नै हामीले प्रयोग गरिरहेका छौँ। म यहाँलाई मञ्चमा रहनु भएको छ हाम्रो सरकारको प्रमुख साझेदार पनि हुनुहुन्छ, उहाँका नेता पनि हुनुहुन्छ। विशेष गरेर म ध्यान आकर्षण गर्न चाहन्छु कि जमिनभित्रको पानी चाहिँ हामीले धेरै प्रयोग गरिरहेका छौँ। अत्याधिक रूपमा जमिनभित्रको पानी हामीले लिइरहेका छौँ। अब अहिले चापाकलहरू सुक्दै गयो। यो भनेको के हो भने जमिनभित्रको पानीको लेभल चाहिँ तल तल घट्दै गयो। पानीको मात्रा तल तल जाँदै गयो। यसलाई हामीले अत्याधिक रूपमा चाहिँ प्रयोग गर्यौँ। पानी यहाँ चाहिँ फेरि बाध्यता पनि के भयो भने सतहगत स्रोतको पानी छैन। खहरे खोलाहरू पनि खहरे भए, हिउँदयामा त पानी पनि भएन। र यो जमिनभित्र यो चाहिँ नेचुरल रिजर्भर भनिन्छ। हामी एउटा पानीको लागि हामीले माथि नेचुरल चाहिँ ओभरहेड ट्याङ्कहरू अथवा जमिनमा ट्याङ्कहरू बनाइयो, त्यो आर्टिफिसियल भयो। जमिनभित्रको चाहिँ नेचुरल रिजर्भर हो। त्यो चाहिँ पानी चाहिँ एउटा सीमित वस्तु हो। यो चाहिँ जति ताने पनि आउने असीमित वस्तु नभएको हुँदा वास्तवमा अहिलेको अभाव सीमित हो भन्ने कुरा हामीले त्यहाँबाट पनि मनन गर्न सकिन्छ। र यो जमिन मुनिको पानीको अत्याधिक निकाल्ने मात्रै, प्रयोग गर्ने मात्रै र पुनर्भरण गर्न सकिएन भने यसले हामीलाई अहिले नै हामीले दुःख पाइसकिएको अवस्था छ। र भावी पुस्तालाई जुन सस्टेनेबल डेभलपमेन्ट भनिन्छ, भोलिको छोरा नाति परान्तीसम्मलाई चाहिने पानी चाहिँ हामीले अहिले नै जोड गरिसक्यौँ। र यसको पुनर्भरण गर्न सकिएन भने पक्कै पनि हामीले त दुःख पाउनु थालिसक्यौँ भने छोरा नातिले दुःख पाउँछ। र म एउटा के भन्न चाहन्छु भन्दाखेरि जति हामीले एब्स्ट्राक्सन गरिराखेका छौँ, पुनर्भरणमा पनि हामीले चाहिँ सहभागी हुन सकिएन भने भविष्यमा यो मध्य प्रदेशमा खानेपानीको अझ भयावह अवस्था सिर्जना हुन्छ। म यहाँ यसै मञ्चबाट के भन्न चाहन्छु भने भूमिगत पानी जसले धेरै एब्स्ट्राक्सन गरिराखेको छ, जसले धेरै प्रयोग गरिराखेको छ,
उसलाई केही न केही हिस्सामा पुनर्भरणको काम पनि उसले गर्नुपर्छ। त्यसलाई चाहिँ सुरुवात गरिएन भने भोलिका दिनमा हामीले दुःख पाउँछौँ। र म खानेपानी संस्थानको एउटा प्रमुखको हैसियतले पनि मैले यहाँको प्रदेशको दुःखलाई अहिलेको अवस्था र भोलि आउने अवस्थालाई मध्यनजर गर्दा खानेपानी संस्थानले पनि जमिनको पानी सबैले त्यही नै प्रयोग गरेको अवस्था छ। त्यसलाई पुनर्भरण कार्यमा पनि हामीले सोच्नुपर्छ भन्ने चाहिँ मैले छानेको छु संस्थानको तर्फबाट। र यहाँ मान्यज्यू पनि हुनुहुन्छ, नगर प्रमुखज्यूहरू पनि हुनुहुन्छ। यहाँ विभिन्न ठुल्ठुला सङ्घ संस्थादेखि सबैले आफ्नो हिसाबमा बोरिङ गर्दै जाँदा पानीको अवस्था चाहिँ नाजुक हुन्छ। यसलाई चाहिँ हामीले पुनर्भरणमा चाहिँ गर्ने र यसको पुनर्भरणको सँगसँगै यो पुनर्भरणमा एउटा विषयवस्तु के हो भने जमिन पनि भएको अहिले हामीले 200, 300, 150 मिटरको तलको पानी निकालेको छ। त्यो पानी भनेको आजको होइन, त्यो पानी पनि करिब 60-70 वर्ष भन्दा पहिलेको पानी। त्यो पानी हामीले निकाल्यो भने अब हामीले त्यो अवस्थाको पुनर्भरण गर्न पर्यो भने 50-60 वर्ष 70 वर्ष पुग्नुपर्ने आवश्यकता हुन्छ। अहिले सुरु गर्यो भने 70 वर्षमा त्यो पुनर्भरण होला भने हामी अहिले सुरु गरेनौँ भने भविष्यको पुस्ताले खान पाउँछ त। त्यो हुनाले सुरु गरौँ। हामीले धेरै निकालिसक्यो र यसमा सहभागी पुनर्भरणको सुरु गर्न सहभागी हुनको साथै सकेसम्म बोरिङलाई प्रायोरिटी नदिइकन चाहिँ हामीले सतहगत स्रोत र आकाशे पानी जुन हामीले रेन वाटर हार्भेस्टिङ भनिन्छ, आकाशे पानीलाई कलेक्सन गरेर त्यसलाई ट्रिटमेन्ट गरेर चाहिँ गर्न सकियो र भूमिगत पानीलाई एकदम कन्ट्रोल गरेर झिक्ने र पुनर्भरणमा हामीले योगदान गर्न सक्यौँ भने मात्रै तराई लगायत चाहिँ जमिन मुनिको पानीको तराईका जिल्लाहरूको भविष्य चाहिँ यसमा छ जस्तो मलाई लाग्छ। हामी त्यतातिर चाहिँ जानुपर्छ। म एउटा सानो यहाँलाई मैले भ्रमण गरेको अनुभव सुनाउँछु। यो इन्डियाको पुणेमा चाहिँ म गत वर्ष एउटा सानो कार्यक्रममा गएको थिएँ। त्यहाँबाट करिब 3 घण्टा जति गाडी चलिसकेपछि अलि टाढा नै थियो, त्यहाँ चाहिँ एउटा भ्याली चाहिँ रहेछ। त्यहाँ चाहिँ पानी नभएर त्यहाँका जनताहरू विस्थापित हुने र चाहिँ त्यहाँका छोराहरू केटाहरूको त बिहा नै नहुने। त्यो गाउँ भनेपछि चाहिँ छोरी दिन कसैले नमान्ने अवस्था सिर्जना भएपछि त्यहाँ एकजना चाहिँ नेता निस्किनुभयो। उहाँले चाहिँ म यो गाउँमा पानी चाहिँ व्यवस्था गर्छु, पानी खुवाउँछु भनेर चाहिँ लाग्नु भएको र त्यहाँका सबै साथीहरूले पनि साथ सहयोग दिँदाखेरि उहाँले आकाशे पानीलाई मात्रै बग्न आफ्नो क्याचमेन्ट एरियामा भएको जति पानी पर्छ त्यसलाई बग्न नदिकन सुरक्षित राख्नु हो। त्यसको लागि के गर्नु भन्छ, हामी फिल्ड भिजिट पनि गएको थियौँ। जङ्गलमा पुरै साना पन्डहरू जति पानी पर्छ त्यही पन्डमा जम्मा भएर चाहिँ जमिनमा रिचार्ज होस् अनि धेरै पानी खाने बिरुवाहरू जस्तो उखु केरा त्यस्तो बिरुवाहरू नरोपिकन गर्दाखेरि 22 वर्ष लागेछ। उहाँले चाहिँ 22 वर्षपछि उहाँको त्यो भ्यालीमा चाहिँ इनारहरू भन्दा पानी आयो। त्यो इतिहासको रेकर्डहरू चाहिँ हामीलाई देखाउनु भएको थियो। भनेपछि हामीले सुरुवात गऱ्यौँ भने समय चाहिँ लाग्छ। यो आजको भोलि हुने विषय होइन, 22-20 चाहिँ 30 वर्ष लाग्छ, तर गऱ्यो भने हुन्छ। त्यो हुनाले पानीको जोहो र पानीको सुरक्षा चाहिँ हामीले गर्नुपर्ने चाहिँ आवश्यक छ। तराईमा धेरै भूमिगत पानी प्रयोग गरेको कारणमा र यो अर्को विषय भनेको चाहिँ यो हामी जुन स्थानीय सरकारसँगको हातेमालो भन्ने विषय पनि प्रस्तुत गर्नुभएको थियो। स्थानीय सरकार र सङ्घीय सरकारको कोअर्डिनेसन र प्रदेश सरकारको कोअर्डिनेसन नेपाल खानेपानी संस्थानलाई उत्तिकै आवश्यक छ। हामी चाहिँ स्थानीय लेभलमा नै सेवा गर्ने संस्था भएको हुँदा स्थानीय तहमा कोअर्डिनेसन बिना चाहिँ हामीले काम गर्न पनि सक्दैनौँ। काम त हाम्रो फिल्डमै गर्ने हो। त्यो हुँदाखेरि संस्थानले पनि एकातिर बाटोमा आफ्नो चाहिँ स्रोत साधन र क्षमता अनुसार कार्य गर्दै गइरहन्छ भने स्थानीय तहमा चाहिँ कोअर्डिनेसन गर्दा यहाँ अवरोध पनि हुन्छ। यहाँले सहयोग गर्ने भनेको बाटो खन्दा पाइपलाइन त जमिनबाटै लानु पर्यो, केही अवरोध हुन्छ होला। कति ठाउँहरूमा पाइपलाइन लान नदिएको बाटो तुरन्त बन्द गरेर यो खन्न पाउँदैनौँ भने यता धारो पनि चाहिरहेको छ, बाटोमा पनि खन्न नदिएको। त्यस्ता कुराहरूमा स्थानीय सरकार
र स्थानीय नेताज्यूहरूले पनि सहयोग गर्नुपर्ने चाहिँ उपभोक्ताज्यूहरूले सहयोग गर्नुपर्ने आवश्यकता छ। दुवै पक्षले मिल्यो भने मात्रै विकास चाहिँ सम्भव छ। अब पानीको यो त भूमिगत पानीको हो, सतत स्रोतको पानी पनि त्यो जलवायु परिवर्तन लगायतले गर्दाखेरि चाहिँ हिमालको पानी पनि घट्दै गएको, मूलहरू चाहिँ सुक्दै गएको अवस्था छ। पानीको एकातिर पानी चाहिँ एउटा कन्स्ट्यान्ट विषय भएको हुँदा पानीको सदुपयोग पनि समुचित गर्नुपर्छ। पानीको अहिले चाहिँ विभिन्न सहरहरूमा, ठुल्ठुला सहरहरूमा पानीको कम खपत हुने चाहिँ टुल्सहरूको प्रयोग हुन थालेको छ। मैले एकचोटि काठमाडौँमा नै हेरेको थिएँ, एउटा घरमा गएर उहाँले म कसरी गर्न सक्छु, मलाई चाहिँ खानेपानीको धारो नै नहुँदा म सक्षम हुन सक्छु कि सक्दिनँ भनेर एउटा चाहिँ मोडेल घर बनाउनु भएको रहेछ। त्यहाँ छाउनीमा नै म हेर्न गएको थिएँ। उहाँले कुनै पनि धारो लिनुभएको छैन। काठमाडौँमा आफ्नै घरमा परेको पानीबाट उहाँले सबै वर्षभरिको जीविकोपार्जन गर्नुभएको छ। त्यसको लागि चाहिँ उहाँले के गर्नुभएको छ, अलिकति खर्चिलो चाहिँ छ। त्यसमा टोयलेटमा पनि पानी प्रयोग नहुने, पानी चाहिँ कम प्रयोग हुने र टोयलेटलाई पनि अब दिशा र पिसाबलाई सेपरेट गर्ने, त्यसपछि नुहाएको पानीहरूलाई चाहिँ आर्कै प्रशोधन गरेर गर्ने विभिन्न सिस्टमहरू चाहिँ उहाँले बनाउनु खर्चिलो चाहिँ छ, तर नहुने होइन। हामी अलिकति हामीले त्यस्तो अवस्थामा त हामी छैनौँ। केही न केही त हामीले पानी त छ, तर पानी चाहिँ खेर नपारिकन समुचित प्रयोग गर्न सक्यो भने पनि हामीले जमिन मुनिको पानी पनि धेरै झिक्न पर्दैन। अहिले चाहिँ हामीले के गरेका छौँ, जमिन मुनिको पानी झिक्यो, कति ढलमा गइरहेको हुन्छ, कति कहाँ हुन्छ। त्यो जमिन मुनिको पानी पुग्न त्यत्रो 70 वर्ष लाग्छ। हामी तानेर उति बेला ढलमा बगाएर फाल्दियो भने त्यो 70 वर्ष कहिले पुग्दैन। त्यो हुँदाखेरि पानी कम प्रयोग हुने टुल्सहरू पनि हामीले प्रयोग गर्नुपर्छ कि भन्ने चाहिँ मलाई लाग्छ। र यो पानीको अलिकति जनचेतनाको पनि कुरा आएको। म अस्ति भर्खर चाहिँ यो 10-15 दिन अगाडि वीरगञ्जको एउटा कार्यक्रममा पनि गएको थिएँ। त्यहाँ चाहिँ के भने 3टा चाहिँ यो जुन संरचना छ खानेपानी का ओभरहेड ट्याङ्क र केही पाइपलाइन गरेका जुन सञ्चालनमा नआएको, त्यस्तो चाहिँ संस्थानले लिदिन पर्यो, गरिदिन पर्यो भन्ने अनुरोध आएको हुँदा हामी त्यहाँ गएका थियौँ। 3टा संरचनाहरू हामीले हस्तान्तरण गरेर दियौँ। तर यसमा के थियो भन्दाखेरि त्यो संरचनाहरू एउटा चाहिँ 17-18 वर्ष अगाडि बनेका, कोही 12-14 वर्ष अगाडि बनेका, तर सञ्चालनमा नआए। यसका पछाडिका कारणहरू के छन् त भनेर निहाल्दाखेरि वास्तवमा एउटा गहिरो कारण छ। त्यो कारण भनेको के हो भने नेपाल सरकारले खानेपानी मन्त्रालय अन्तर्गत चाहिँ बजेट हाल्छ। खानेपानी विभागले के गर्छ, जनसहभागिताको रूपमा चाहिँ कार्यक्रम अगाडि बढाउँछ। उपभोक्ता समिति खडा गर्ने, उपभोक्ता समिति खडा गरेर चाहिँ उपभोक्ता समितिले पहिला त धेरै थियो 30% हाल्ने, अहिले 10% सम्म झरेको अवस्था छ। 10% हाल्छ। 10% चाहिँ एक जनता आफै चाहिँ पैसा हाल्ने अवस्थामा छैन। 10% हाल्नलाई भने चाहिँ धेरै करोड चाहिँ आवश्यक पर्छ। 20 करोडको प्रोजेक्ट भयो भने 10% 2 करोड पर्यो। 2 करोड पार्टिसिपेसन गर्नु पर्यो। त सरकारले के गर्छ, काम सुरु गरिहाल्छ। अनि काम अगाडि बढ्दै जान्छ। इस्टिमेटमा त जनसहभागिताको पनि इस्टिमेट छ। पहाड हो भने जनताले खन्ने खोज्ने चाहिँ परिश्रमबाट गर्न सक्छ, त्यहाँ गाडी पनि जाँदैन, त्यसै भएर जाँदैन। तर तराईमा सडकमा पाइपलाइन खन्ने खोज्ने काम गर्नलाई मान्छेले गएर खन्ने खोज्ने गर्दैन। त्यो एक हिसाबको क्यास नै हो। त्यहाँ चाहिँ केही क्यास र केही जनसहभागिता भनेर चाहिँ राखेको हुन्छ। अब त्यो क्यास दिन नसक्दा के हो त, प्रोजेक्ट अधुरो हो। 2 करोड पैसै भएन, प्रोजेक्ट अधुरो हो। नेपाल सरकारको आफ्नो कार्यक्रम सक्यो, समितिलाई तपाईँको पैसा तपाईँले हाल्नुहोस्, बाँकी काम गर्नुहोस्, चलाउनुहोस् भनेर चाहिँ ह्यान्डओभर गरिदियो। अब समितिले पैसा छैन, प्रोजेक्ट एउटा अधुरै भयो। अनि त्यसपछि के हुन्छ, उसले चाहिँ आफ्नो केही महसुल त लिइरहेको हुन्छ, सञ्चालन मात्रै हुन्छ। कुनै एउटा टड्काएर समस्या आयो, जब बोरिङ एउटा गरेर चाहिँ ह्यान्डओभर गरे हुन्छ, बोरिङ फेल भयो भने त त्यहाँ चाहिँ करोडौँ पैसा लाग्ने भयो। फेरि अब ट्रान्सफर्मर चाहिँ नयाँ किन्ने भयो। सडनली धेरै ठुलो धनराशि इन्जेक्ट गर्नुपर्दा प्रोजेक्ट चाहिँ उपभोक्ता समितिले चलाउन सकेन, बन्द भयो। अब बन्द भइसकेपछि त्यो 20औं वर्ष चाहिँ बन्द भएको हो। यसैले नेपाल सरकारको चाहिँ खानेपानी मन्त्रालय अन्तर्गत हेर्ने हो भने अहिले यस्ता योजनाहरू जुन चाहिँ बनेका नचलेका
धेरै जसो यो पहाडी योजनामा छैन, धेरै जसो यो तराईमै छ। तराईमा चाहिँ चितवनदेखि चाहिँ भनौँ झापासम्म हेर्ने हो भने अहिले खानेपानी मन्त्रालयको आँकडा अनुसार 280 वटा चाहिँ त्यस्ता नचलेका आयोजनाहरू चाहिँ छन्, बनेका तर नचलेका। अब त्यस्ता आयोजनाहरू धेरै जसो आयोजनाहरू अहिले खानेपानी संस्थानलाई अनुरोध भइरहेको छ, तपाईँहरूले चलाइदिनुहोस्, दिइदिनुहोस् भनेर आइरहेको छ। अब त्यो आयोजना सँगसँगै हामीलाई वित्तीय व्यवस्था त छैन, आयोजना सञ्चालन गर्न त खर्च लाग्छ, तर खानेपानी संस्थानले आफ्नो स्रोत र साधन र आफ्नो चलिरहेको आफ्नो सेवा क्षेत्रको वरिपरि चाहिँ अहिले त्यस्ता आयोजनाहरू केही दिएर चाहिँ चलाइरहेको अवस्था छ। हामीले केही आयोजनाहरू दिएर गरिरहेका छौँ, तर खानेपानी संस्थानको ऐन अन्तर्गत चाहिँ हेर्दाखेरि यदि कार्यक्षेत्र कहाँ हो त खानेपानी संस्थानको भन्दा नेपाल सरकारले तोकेको नगर अथवा नगर उन्मुख क्षेत्र भनेर भन्छ। हाम्रो पहाडी क्षेत्रमा छैन, नगर कि नगर हुनु पऱ्यो कि नगर उन्मुख क्षेत्र गाउँ भए पनि नगर उन्मुख हुनु पऱ्यो। त्यसमा नेपाल सरकारले तोकेको क्षेत्र भनेर चाहिँ यसको सेवा क्षेत्र भनेको छ। त्यो सेवा क्षेत्रमा हाम्रो जस्तो वीरगञ्जमा अस्ति हामीले 2टा आयोजना र चाहिँ कलैयामा एउटा आयोजना हामीले हस्तान्तरण गरिदियौँ। त्यो चाहिँ के थियो भने वीरगञ्ज चाहिँ हामीले सेवा गरिरहेको क्षेत्र भएको हुनाले त्यसको एक्सटेन्सन मात्रै हो। तर नयाँ नगरपालिकामा जानु पर्यो भने फेरि हाम्रो प्रोसेस चाहिँ नेपाल सरकारले तोक्नेसम्म पुग्नुपर्छ, अलिक नौलो बाटो छ। यसको लागि हामी सँगसँगै संस्थान बलियो हुँदै जाँदाखेरि चाहिँ त्यो सबै सञ्चालन गर्ने चाहिँ एउटा बाटो खोल्छ। म हाम्रो मान्यज्यूलाई एउटा अनुरोध गर्न चाहन्छु कि यस्ता किसिमका देशले त्यत्रो धनराशि खर्च गरेको संरचना चाहिँ 20-22 वर्ष नै नचलेर बसेको अवस्था हुँदा त्यसको एक हिसाबमा चाहिँ आधाभन्दा बढी लाइफै गइसक्यो। अब सञ्चालनमा ल्याए पनि त्यो संरचनाको लाइफै छैन भन्दा सुरु हुँदादेखि नै सञ्चालन गर्ने एउटा उपाय भनेको मैले अहिले बस पनि चलाएको छु। नेपाल सरकारको खानेपानी विभागबाट जुन नेपाल सरकारको पैसाबाट चाहिँ संरचनाहरू बन्छ, यो संरचनाहरू चाहिँ नेपाल सरकारको केन्द्रीय सरकारको चाहिँ थाई युटिलिटी अपरेटर भनेको को भन्दा नेपाल खानेपानी संस्थान भन्दा अरू थाई युटिलिटी अपरेटर छैन। निर्माण त्यताबाट गऱ्यो भने सञ्चालन गर्न खानेपानी संस्थानलाई दिने व्यवस्था चाहिँ नेपाल सरकारले मिलाइदियो भने खानेपानी संस्थान त्यही अनुसार आफ्नो क्षमता वृद्धि, आफ्नो कर्मचारी चाहिँ सेवा क्षेत्र विस्तारसँगै चाहिँ संगठन सुधार गर्दै अगाडि लिन र बढाउनलाई तयार छ। यो व्यवस्था चाहिँ नेपाल सरकारले मिलाएको। अहिले यहाँ साथीहरूले भन्नुभयो संस्थानको खानेपानी बोर्ड बन्दै गएर संस्थान चुक्दै गयो, घट्दै गयो। किनभने काठमाडौँ उपत्यका पनि खानेपानी संस्थानको थियो, हेटौँडा पनि थियो, भरतपुर थियो। त्यो 3-4 नगरहरू चाहिँ हस्तान्तरण हुँदै अन्त गएको बोर्ड बनेको अवस्था छ। यो अवस्था किन आयो हामीले विचार गर्ने हो भने जब हामीले सेवा सुविधा चाहिँ प्रदान गर्न सक्दैनौँ, उपभोक्तालाई चाहिँ सेवा सुविधाहरू प्रदान गर्न सकेन भने के गर्ने त भन्दा नाम परिवर्तन गर्ने, संरचना परिवर्तन गर्ने, त्यसपछि केही समय फेरि पाइन्छ, त्यसपछि पनि जस्ता तस्तै हुन्छ, फेरि अर्को परिवर्तन गर्ने। त्यो लहर चाहिँ हामीले देखेको छौँ। अहिले हेर्नु धरानमा पनि चाहिँ बोर्ड बनेर गएको, धरानमा पनि खानेपानीको समस्या थियो। संस्थानलाई चाहिँ नेपाल सरकारले थोरै बजेट दिन्छ, त्यो चाहिँ सबै ठाउँमा चाहिँ यो कैलाश भएको जस्तो इच्छाले गर्दा विकास गर्न सकेन। अनि धरानमा पानीको समस्या पर्यो। एडिबीले चाहिँ जसरी काठमाडौँमा चाहिँ एडिबीको लोनबाट छुट्यो, धरान पनि एडिबीको लोनबाट छुट्यो। अरूले के भन्छ, यो संरचना छुट्टै चलाउनुहोस् तर यो लोन चाहिँ फिर्ता गर्नुपर्छ। फिर्ता गर्ने नै हो, त्यो कसरी फिर्ता गर्ने भने त्यहीँको महसुलबाट नै फिर्ता गर्ने हो। अनि त्यो हुँदाखेरि चाहिँ एडिबीले पनि बजेट त हाल्यो, लोन धेरै चाहिँ गर्यो, तर के भयो पानी चलेन। पानी त अझै पुगेन। अस्ति चाहिँ हर्कसाममा चाहिँ खाली गाडी लिएर सिंहदरबार छिरेपछि अहिले नेपाल सरकारले सायद अन्तिममा गएर कोसीको पानी ल्याउने भन्ने चाहिँ प्रक्रिया अगाडि बढाएको छ भन्ने सुनेको छु। त्यो हामी संस्थानले पहिले नै भनेको कोसीको पानी ल्याउनुपर्छ, त्यो एडिबी जानुभन्दा पहिला नै बजेट यति लाग्छ भनेर चाहिँ भनिसकेको अवस्था थियो। भन्दाखेरि के हुन्छ, एउटा चाहिँ सोच र विकासको सोच, कुनै नाम परिवर्तन गर्दैमा के पानीको समस्या समाधान भयो त भएन नि। त्यसको लागि यो सबै सोच र विकासको लागि चाहिँ खानेपानी संस्थानले अगाडि बढ्छ, सोच्छ। यसलाई चाहिँ
नेपाल सरकारको केन्द्रीय सरकारले चाहिँ बलियो बनाउँदै लानुपर्छ भन्ने चाहिँ म यहाँ भन्न पनि चाहे र अनुरोध गर्न चाहे। अब यो बोर्ड बन्दै जाने प्रक्रियाहरू चाहिँ अब गइरहेको अवस्था छ। तर यसको साथसाथै हामी नेपाल खानेपानी संस्थानले पनि जनताको सेवा आकांक्षा भनौँ न उहाँलाई दिनुपर्ने सेवा सुविधा, पानीको गुणस्तर, सेवा स्तर वृद्धि गर्दै गइयो भने मात्रै हामीलाई पनि जनताको ट्रस्ट आउँछ। ट्रस्ट आएर त्यसपछि हलचल हुँदैन, नाम परिवर्तन गर्नु परेन, आफू सबको चाहियो। त्यो हुनाले हामी सम्पूर्ण यहाँ उपस्थित हुनुभएका कर्मचारी सहकर्मी साथीहरूलाई पनि म भन्न चाहन्छु कि हामीले जनतालाई उपभोक्तालाई दिनुपर्ने सेवा सुविधामा कमी नगरौँ, त्यसलाई चाहिँ हामी चुस्त दुरुस्त राखौँ। त्यो भयो भने हाम्रो संस्था घट्ने होइन, तपाईँको उच्च मनोबलले अगाडि बढ्नुहोस्। संस्था वृद्धि गर्दै जानेछ, म त्यसमा अगाडि बढ्ने नै छु। मैले यसै वर्ष पनि हाम्रो नेपाल सरकारले हामीलाई थोरै बजेट दिएको थियो, धेरै थिएन। यस वर्ष जम्मा 52 करोडको एलआइबिएसमा हाम्रो चाहिने बजेटको इन्ट्रीको लागि चाहिँ स्वीकृत भएर आएको थियो। मैले यो बजेट हामी यसरी जीर्ण भएका संरचनाहरूको दबाब पनि त्यतिकै छ। हामीले विभिन्न नगरपालिकाबाट, जस्तो खान्दबारी नगरपालिकाबाट यो सबै नगरपालिकाले तपाईँले लिइदिनुहोस्, त्यो सञ्चालन गर्ने हामीबाट सम्भावना छैन भनेर नगरपालिकाले चाहिने सबै निर्णय गरेर हामीलाई दिइसकेको अवस्था छ। अब यस्तो अस्ति भर्खर कराइयामा म एउटा शिलान्यास कार्यक्रम थियो, त्यहाँदेखि एउटा योजना थियो, 17 करोड योजना रहेछ। माननीय खानेपानी मन्त्रीज्यूसँगै पनि म आएँ। त्यहाँ चाहिँ जनसहभागिताको कार्यक्रम चाहिँ उपभोक्ता समितिलाई दिएको छ। त्यहाँ चाहिँ मैले के भन्छ यो उपभोक्ता समिति त्यो मोडेल पनि छ। नेपाल सरकारले दिएको लाई कसरी सञ्चालन गर्ने भन्दा नेपाल सरकारले उपभोक्ता समितिको सहकारी पब्लिक पार्टिसिपेसन नभइकन काम नगर्ने। भनेपछि पब्लिक नेपाल खानेपानी संस्थानमा को स्रोत दुईटा छ। एउटा नेपाल सरकारले लगानी गरेर दिन्छ, अर्को चाहिँ हाम्रो आफ्नै आय स्रोत पनि छ। महसुलबाट चाहिँ जुन सेवा पुर्याएर आउने आय स्रोत पनि छ। दुई तरिकाको आय स्रोत छ। हामी पनि एउटा चाहिँ सार्वजनिक संस्था भएको कारणबाट त्यहाँ इनकेस पब्लिक पार्टिसिपेसनबाट पैसा हाल्न सक्नु हुँदैन भने मैले मेयर साहबलाई भनेको थिएँ, तपाईँ त्यहाँ चाहिँ अझ एउटा कार्यक्रममा बसेको थियो, ल हेर्नुहोस् त यी जनताहरू कतिको चाहिँ धनी छ कि गरिब छ भन्ने विषयहरू पनि निस्केको थियो। दबाई खवाई अनुहार हेर्नुहोस् कतिको गरिब छन्, यिनीहरू सबै भाडाको पैसा पनि मिलाइदिनुहोस्, तपाईँले चाहिँ घरौटी राख्नुहुन्छ त्यो पनि मिलाइदिनुहोस् भन्ने विषयहरू पनि आयो। मैले चाहिँ के भने भन्दाखेरि हामी चाहिँ एउटा लोन लिएर चल्ने संस्था हो। बिना भन्ने विषय चाहिँ यो बिरलै पाइन्छ। लोन लिएर बिना दियो भने संस्था कसरी सक्छ लोन? नेपाल सरकारबाट चाहिँ लोनै लिने हो, ब्याज पनि तिर्नुपर्छ हामीले 5%। लोन लिएर बिना दिने भन्ने विषय चाहिँ भएन। तर यसलाई सञ्चालन गर्नलाई के गर्नुपर्छ भन्दा भोलि चाहिँ जुन मोडालिटीमा नेपाल सरकारले पब्लिक पार्टिसिपेसनको पैसा छ त्यो म संस्थानबाट चाहिँ व्यवस्था मिलाइदिन्छु। संस्थानबाट हाम्रो आय स्रोत छ, त्यो आय स्रोतबाट चाहिँ हाम्रो आन्तरिक चाहिँ जुन खर्च छ त्योबाट नेपाल सरकारको पैसा हाल्नु मिल्दैन। नेपाल सरकारको पब्लिक पार्टिसिपेसन भनेको पब्लिक पार्टिसिपेसनको पैसामा फेरि नेपाल सरकारको पैसा हाल्नु भएन। त्यो चाहिँ हाम्रो आन्तरिक स्रोतबाट म हालिदिन्छु र यो सञ्चालन गर्ने जिम्मा संस्थानलाई दिनुहोस्, तपाईँको लङ टर्म हुन्छ। यो चाहिँ यो गर्ने कसरी भन्दा नगरपालिका, उपभोक्ता समिति र खानेपानी संस्थानको चाहिँ अहिले नै एउटा सम्झौता हुन सक्यो भने तपाईँले यो प्रोजेक्ट बन्दै जाँदा खानेपानी संस्थान पनि इन्भल्भ हुन्छ, पब्लिक पार्टिसिपेसनको पैसा पनि हामी हालिदिन्छौँ। तपाईँको जनताले हाल्न सक्नुहुन्न, प्रोजेक्ट अधुरो हुन्छ भने र सञ्चालन गर्न चाहिँ हामीलाई दिनुहुन्छ। त्यसरी हुन्छ भने म यो चाहिँ कुरामा अगाडि बढाउला भनेर भन्दाखेरि मेयर साहबले एकदम खुसी भएर यो त बडो प्रोजेक्ट पनि सक्सेस हुने, सञ्चालन पनि राम्रोसँग हुने, यो चाहिँ कुरो राम्रो ल्याउनु भयो, यो त अहिले नै अगाडि बढाउँछु भनेर अझ कति धेरै पहलहरू उहाँले गरिराख्नु भएको छ। मैले भन्न खोजेको के हो भने नेपाल सरकारले डेभलप गरेका संरचना संस्थानले चाहिँ अपरेटरको रूपमा सञ्चालन गर्दै जाने एउटा नीति बन्यो भने संस्थान आजको 3-4 वर्षमा चाहिँ यसको डबल मात्रै नभएर अझै बढी ठुलो चाहिँ बन्नेछ। यसको लागि नीति बनाउन चाहिँ हामी राष्ट्रिय स्तरबाट चाहिँ सरकार लेभलबाट चाहिँ एउटा नीतिको खाँचो छ, यसलाई चाहिँ पहल गरिदिनु म अनुरोध पनि गर्छु। र यो अरू विषय भनेको चाहिँ
धेरै कुराहरू उठिहाल्यो। अब समय पनि धेरै नै भइसकेको छ। लामो बोल्दाखेरि म समय यहाँको माझमा नै छु। केही पऱ्यो भने चाहिँ नै हाम्रा कर्मचारी साथीहरू जति बेला पनि गर्न सक्नुहुन्छ। अन्य सबै सरहरूले यहाँ बस्नुभएकाले मेरो इमेलमा अथवा फोन सर्कलबाट जति पनि बेला पानीको विषयमा सम्बन्धित सप्ताहको विषयमा सोध्न चासो आवश्यक पऱ्यो भने म यहाँहरूकै बिचमा रहने प्रतिबद्धता गर्दै पुनः यो सङ्घले यस किसिमको जुन आयोजना गरेर यहाँसम्म बोलाएर यसमा आफ्नो विचारहरू राख्ने मौका दियो, यसप्रति सङ्घलाई सङ्घप्रति धन्यवाद पनि ज्ञापन गर्दछु। र आफ्नो व्यस्त समयका बावजुद पनि मान्यजी आज मात्रै काठमाडौँबाट आएर फेरि आजै फर्किने कार्यक्रम पनि रहेछ। यस्तो व्यस्त समयको बावजुद पनि यहाँ आइदिनु भयो र यो कार्यक्रमलाई गौरवान्वित पनि बनाइदिनु भएको छ। सम्पूर्ण मञ्चमा आसीन व्यक्तित्वहरू र सम्पूर्ण उपस्थितहरूप्रति हार्दिक धन्यवाद दिँदै मेरो आफ्नो भनाइ दिएको छु।